सर्वेभ्यो नमो नमः। अर्थात् हाम्रा दुःख कष्टहरू टाढा हुन्, जस्तो सूर्यको प्रकाशले अन्धकारलाई हटाउँछ त्यसै गरी हाम्रो दुःखहरू हटुन् र हामी सभाका सदस्यहरूबाट मात्रै सभा हुन्छ। त्यसपछि सभाले सभापति चुनेको हुनाले कहिले सभालाई नमो नमः, सभापति नमो नमः, प्रमुख अतिथिहरू नमो नमः, हाम्रो वैदिक संस्कार परम्परा अनुसार र सहभागी मित्रहरू र आयोजक मित्रहरूलाई पनि धन्यवाद दिन चाहन्छु। यो बडा अहिले सान्दर्भिक विषयमा यहाँले राख्नुभएको छ। यो अलि अगाडिदेखि नै गर्दै जानुभएको, तर धेरै कारणले फेरि हामी भेटाउन सकेन होला। अब यहाँले मलाई विद्युतजीले भन्नुभएको थियो तपाईँको संस्थाको बारेमा पनि अघि बताउनु होला र यसको बारेमा बताउनु भयो भन्नुभएको थियो यहाँले। र हाम्रो संस्था चाहिँ 2048 सालमा दर्ता भएको संस्था हो र हामीले 2056 सालमा काठमाडौँ घोषणापत्र निकालेका थियौँ। त्यसमा जातीय विभेदको अन्त्य, समावेशी लोकतन्त्र र छुवाछुतको बारेमा निकालेको थियौँ। तर यो समलिङ्गीको बेलामा त्यति गरी कुरो नआएको हुनाले त्यो हाम्रो घोषणापत्रमा त्यो लेखिएको थिएन। र 2062 सालमा हामीले सर्वपक्षीय समावेशी सप्ताहमा आयोग्य लगाएका थियौँ। त्यसमा हाम्रो केबीजी पनि जानुभएको छ र सबै धर्मगुरुहरू, त्यो इस्लामको, इसाईको, बुद्धिस्ट सबै गुरुहरूलाई मञ्च राखेर उहाँहरूलाई वाचन गर्न लगाएको थियो हामी समावेशी रूपमा। त्यसपछि हामीले यो धेरै सन्दर्भमा हाम्रो संस्था बङ्गलादेशमा यो युनिसेफले गरेको कल्चरल इयर्सको बारेमा थियो, त्यहाँ गएको थियो। हामी टर्की पनि गयौँ र बङ्गलादेश पनि गयौँ र हामीले हाम्रो वैदिक को बारेमा अथवा वैदिक सनातनको बारेमा हामीले बोल्यौँ त्यहाँ। र हामी सनातनी हौँ र हाम्रो यद्ब्रह्म त सनातन भन्छ। जब सृष्टि भयो त्यसपछि नै हामी सनातनी हौँ। त्यसपछि अरू रिलिजन्सका बिचमा हामी धेरै पछि हुँदै आएका हौँ। आफ्नो दृष्टिकोण दुई किसिममा राखेर यसले सनातनलाई बलियो पार्न लागेका हौँ। त्यो सन्दर्भमा हामीले भन्दाखेरि कुनै पनि कुरा भन्दाखेरि अर्कालाई प्रतिकूल असर पर्ने गरी भन्दैनौँ, तर आफू पनि अर्काको प्रतिकूल खप्लाई फेरि हाल्न सक्दैन। जसले प्रतिरक्षा गर्दाखेरि केही अर्काकोमा केही समस्या पऱ्यो भने त्यसलाई चाहिँ अन्यथा मान्नु हुँदैन भन्ने हाम्रो मान्यता हो। प्रतिकूलम अनुकूलम चिन्तय, यदि प्रतिकूल पनि छ भने हाम्रो वैदिक साहित्यमा त्यहाँबाट राम्रो कुरा निकाल, पक्कै के राम्रो छ तर निकाल्नुपर्छ र अनुकूलमा त प्रतिकूल भन्नै हुँदैन भन्ने हाम्रो वैदिक मान्यता हो। त्यही अनुसार हामी हुर्केका हुनाले हामी त्यही भएर यो समावेशी लोकतन्त्रको बारेमा, समावेशी हामी अहिले 10वटा धर्मको बारेमा हामी बसेर कुरा गर्छौँ र यो कुरा समलिङ्गको बारेमा त्यहाँनिर कुरा उठेको छ र हामीले आफ्नो पक्षबाट योभन्दा अगाडि पनि हाम्रो केबी सरले एउटा कार्यक्रम गर्नुभएको थियो, त्यसमा मैले पनि भनेको थिएँ, बोलेको थिएँ। अब यसमा हाम्रो संस्थाले त्यो काम गर्दै आएको र हामीले कसैलाई पनि अप्ठ्यारो पनि गर्दैनौँ। अब अहिलेको समीक्षा कुनै पनि राष्ट्रका मानिसहरूले धार्मिक मान्यता, राष्ट्रिय मौलिक संस्कृति, मौलिक सभ्यता, मौलिक इतिहास अनि यसको भौगोलिक अखण्डता र मानव सभ्यतालाई जोगाउनुपर्छ। त्यो कतैबाट पनि अप्ठ्यारो पऱ्यो भने त्यसको बारेमा सचेत नागरिकहरू सचेत हुनुपर्छ। त्यो धर्मको नाम होस् अथवा त्योभन्दा बाहेक अरू केही नाम हुनसक्छ, त्यो बचाउनुपर्छ। र अर्को कुरा तत्त्वज्ञानको बारेमा बसेर गफ गर्न हामी कुरा गर्न लाग्यौँ। तत्त्वज्ञानको बारेमा अब कुन तरिकाबाट जाने त्यो थाहा आफ्नो ठाउँमा छ, तर त्योभन्दा पनि ब्रह्माजीले सृष्टि गर्नुभयो, मान्छे भएन भनेर हामी इतिहास पढेका हौँ नि त। कसैले गडले भन्यो, कहिले भन्यो मानवको सृष्टि गर्नुभयो। अनि अहिले अब मानवको सृष्टि गर्ने कुरा हुँदाहुँदै अब समलिङ्गी वयस मान्छेको सृष्टि हुन्छ हुँदैन? प्रश्न त्यो हो। यदि हुँदैन भने भगवान्को गडको चाहना पुरा भयो भएन, त्यहाँ हामी सोध्नुपर्ने कुरा हो। एकदम बस्न त्यो अरू दायाँ बायाँ जानु मैले मेरो बुझाइनु, किनभने भगवान्ले सृष्टि गर्नु र सृष्टि नै बन्द हुन्छ त कसैले के भगवान्को कुराहरू हामी धार्मिक बनिनु पऱ्यो, मतलब धर्मको प्रति अथवा हाम्रो आफ्नो नागरिक अधिकार गरिकन राष्ट्रलाई चलाउने अथवा मान्छे किन चाहियो, दुनियाँलाई किन सृष्टि गर्नुभयो भगवान्ले, किन गर्नुभयो त? त्यो बन्द गऱ्यो भने त अब के यो दुनियाँ चल्ला? यो गलत प्रश्न हो। र यसमा अब विभिन्न खालका आफ्ना गुरु धर्मग्रन्थहरू छन्, आफ्नो अब कानुन पनि धर्मको आधारमा बन्ने हो नि। कानुनको स्रोत मात्रै धर्म पनि एउटा छ, धर्म संस्कृति संस्कार पनि एउटा स्रोत हो। र संस्कार र संस्कृतिमा फरक छ फेरि। हामीले संस्कारलाई हाम्रो कल्चरलाई संस्कृति भन्छौँ, त्यो होइन। हाम्रा संस्कृतिका शब्दहरूलाई चाहिँ अङ्ग्रेजीमा उच्चार गर्दाखेरि अलिकति फरक हुन्छ। जस्तो फिलोसफी भन्छौँ, दर्शनलाई फिलोसफी अर्कै, दर्शन अर्कै हो।
कल्चर अर्को, संस्कृति अर्को, संस्कार अर्कै हो। संस्कार भनेको चाहिँ अब त्यसलाई संसरती संस्कार, अर्कोबाट अर्को अवलुप्त सधैँ सधैँ आउँदा संस्कार भनिन्छ। सङ्करित संस्कृति, राम्रो काम गर्न संस्कृति भनिन्छ। त्यस कारण राम्रो काम कहिले पनि सुधार्नु पर्दैन, त राम्रै हुन्छ। तर संस्कारमा चाहिँ आवश्यक अन्त चिन्तन अनुसार संस्कार सुधार्न आवश्यक छ। संसार सुधार्ने आवश्यकता नहुँदै पनि अहिले कुन किसिमको यो समस्या आइरहेको छ। र मैले यो भन्न खोजेको कुरा के भने राष्ट्र ठुलो हो, त्यसको बचाउनु पर्छ भने चाहिँ कुनै पनि क्षेत्रमा रहेका त्यो सरकारी ओहदामा बसेका, राजनीतिक काम गर्छु भनेर आउनुभएका कुनै दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सामाजिक सोसियलकर्ता, न्यायकर्ता, मानवाधिकार जो जे भए पनि राष्ट्रियता ठुलो हो र मानव सभ्यता ठुलो हो। हामी आफू जन्मिने अर्कोलाई जन्मिन चाहिँ पाउने भन्यो भने त्यो मानवाधिकार हो कि होइन, हाम्रो मानव सभ्यताको कुरा हो कि होइन, यहाँ कुरा हो। त्यस कारण समलिङ्गीलाई जसले समर्थन गर्छ मेरो बुझाइमा त्यो चाहिँ हामी जन्मित नजन्मी भयो। यसलाई पुष्टि गर्ने कुराहरू म यहाँलाई क्रमबद्ध रूपमा वैदिक साहित्यमा के छ त्योलाई म यहाँको अगाडि अनुमति माग्छु। मैले मेरो कुरा मात्रै होइन, मैले अध्ययन गरेर अहिलेसम्मको विश्व परिवेशमा आदि ग्रन्थ भनेको वेद हो, ऋग्वेद हो। अहिले वेदको कुराहरूलाई सबैले पश्चिमाले र दुनियाँका सबैले मान्छेले मान्नुभएको छ। वेदपछि गीता आज 500 भाषामा चाहिँ अनुवादित भइसकेको छ र महाभारत पनि छ। त्यो मानव कल्याणलाई आएको हो, कुनै व्यक्तिलाई केही भन्न आएको होइन। त्यसमा जुन किसिमका कुराहरू लेखेको छ र आर्य सिद्धान्तहरू छन्, प्रतिपादन गर्ने सिद्धान्त, त्यसमा के भनेको छ विवाह सम्बन्धीमा, विवाह के हुन्छ त्यसको बारेमा चाहिँ त्यहाँ जुन कुराहरू भनेको छ त्यसलाई मैले कोट गरेर ल्याएको छु। यहाँहरूको अगाडि म प्रस्तुत गर्न अनुमति चाहन्छु। अब आर्य सिद्धान्त पहिले जाउँ। आर्य सिद्धान्त भन्छ र त्यो नै विवाह भनेको रतिक्रिया गर्ने उद्देश्यले विवाह गरिन्छ र त्यो गरेपछि सन्तान जन्मिन्छ। त्यो भएन भने त्यो विवाह हुँदैन भन्ने आर्य सिद्धान्त। अर्को अनि अब ऋग्वेदमा भन्छ, अब यो एउटा कुरा मैले कण्ठ गरेर मात्रै हुँदैन, कसैले कण्ठ गरे हुन्छ त्यो तत्त्व बुझेर पनि काम लाग्दैन। अब यहाँ चन्दन घस्ने, कपडा पहन लाउने, दौती गर्ने, घण्टसँग बजाउने, सबै कुरा कण्ठ गर्ने, गर्ने विकार नगर्ने आयो भने त्यो समस्याले बिग्रियो। मैले कसैलाई अठार बार भने होइन, तर मैले भन्नु खोजेको कुरा थियो के चाहिन्छ त्यो मात्रै निकाल्नुपर्छ। हामीले दहीलाई चाहिँ बेसरी दही ल्याएर चाहिँ हामीले यहाँ बेसरी पाउँदियौँ भने घिउ निक्लिँदैन, तर दही ठेकीमा राखेर मात्र भने दही घिउ निक्लिन्छ। अनि घिउ निकाल्ने प्रयत्न गर्नुपर्छ, दही पाउने यो प्रयत्न भएको हुनाले अब यो कण्ठ गर्ने कुरो चाहिँ अलिकति अब बुढो पनि भयो होला, त मैले चाहिँ अब यो खोजेर मात्रै ल्याएको। तदीयम वीर्ययातेन सम्बन्ध नयनम विवाह भनेर ऋग्वेदले के भन्यो भने यतै ब्राह्मणीमा के भन्यो भने परस्पर विभेद स्वाभाविक भएको दुई मौलिक शक्ति यो पुरुष र महिला छन्, विश्व कल्याणको लागि वैदिक विधि अनुसार अन्योन्यसित सम्बन्ध कायम गर्ने विवाह हो, जसले त्यसको चाहिँ उद्देश्य भने कल्याण, विश्व कल्याणको लागि सन्तान वृद्धि गर्ने भन्छ। विवाह त्यसको लागि मात्रै गरिन्छ। विवाह मोज मस्तीको लागि गर्ने होइन, सन्तान उत्पत्तिको लागि गर्नु पर्ने। अब समलिङ्गमा बिहे गर्दा सन्तान हुन्छ हुँदैन, त्यो विवाहले त पर्छै पर्दैन। त्यो म्यारिज र विवाह फरक हो नि। अर्को आयो प्रजा थो हि विवाह भनेको प्रजाति भनेको सन्तान, वेदमा भन्छ प्रजा भनेको सन्तान, सन्तान उत्पादन गरेर विवाह सन्तान हुनुपर्छ। अर्को प्रकृति शास्त्र निरन्तरता, प्रकृतिको जो नियम छ त्यसलाई निरन्तरता दिने विवाह हो, बच्चा जन्माउने अथवा त्यो प्रकृतिको नियम दिने। अर्को महाभारतमा पानी ग्रहण, वेदमा हस्त ग्रहण भन्छ। अब त्यो पानी ग्रहण हस्त ग्रहण भनेको चाहिँ अब पानी हस्तान्तरण गर्ने, अब त्यस वैदिक विधि अनुसार हस्तान्तरण भनेको कस्तो भने पानी ग्रहण भनेको हात समातेर, हात अब विवाह पद्धतिमा हात समातेर केटालाई हात दिने, त्यसलाई पानी भन्छ। अनि पानीबाट चाहिँ अनि पानी पनि हुन्छ, पवित्र हुन्छ। अनि त्यहाँ पानी भन्दा नजानेर पति पत्नी भन्ने गर्दा हात हो, त्यहाँ अगाडि पति पत्नी हुँदैन, विवाहपछि हुन्छ। अनि त्यसलाई चाहिँ अर्को भाषामा पानीलाई हस्त भनिन्छ। हस्तान्तरण गरियो, छोरीको हात केटामाथि राख्यो, हस्तान्तरण भएको त्यहाँपछि हस्ताइन भयो, अगाडि हस्ताइन हुँदैन, हस्ताइन भने सबै यस्तो विकास भएको त्यसरी गरिन्छ। त्यसमा विवाह चाहिँ एउटा यो समाज भार विशेषत्व वहन गर्ने विवाह हो, अथवा वीर्य आकर्षण विवाह। वीर्य आकर्षण विवाह, यदि वीर्य आकर्षण गर्ने शक्ति भयो विवाह हुन्छ, समलिङ्गमा हुन्छ त्यो हुँदैन। त्यस कारण विवाह हाम्रो वैदिक साहित्यमा समलिङ्गी विवाहको कुनै पनि उल्लेख छैन। अब त्यो
त्यस्तो लिङ्गको बारेमा सम्मान गर्ने कुरो फरक हो, तर समलिङ्गको बारेमा छैन। र डक्टर हाम्रो लोकाले मलाई भन्नुभएको थियो अहिले, र मैले अलिकति हेरेँ कोही कोही मान्छेहरूले अब लेखन चाहिँ त्यो ठ्याक्कै त्यो आशय त भने होइन, के लेख्दाखेरि त्यस्तो अर्थ लाग्यो होला, तर समलिङ्गी बिहे गर्नै पर्छ हुन्छ भनेर दुनियाँमा काहीँ पनि छैन। अब यो अर्को कुरा चाहिँ एउटा के भने अब यो त्यसलाई कसरी परिभाषा गर्ने भन्ने कुरा आयो। विवाहको परिभाषाभित्र पर्दैन, अब प्रेमको परिभाषामा पर्ला, भोलि बुढेसकालमा चाहिँ संरक्षण गर्ने उद्देश्यले पर्ला, त्यो विवाह हुँदैन। त्यो सम्झौता गरेर को मान्छे सम्झौता गर्दै जानु बस्न सक्छ, विवाह भन्न मिल्दैन। समलिङ्गी विवाह भन्ने शब्द मिल्दैन। सम्झौता गरेको कसैले घरमा गएर बस्ला, एउटा बुढी मान्छे पार्न अर्को मान्छे गएर बस्ला, त्यहाँ बस्दा त्यो समय आयो, त्यो फरक कुरा हो, त्यो सेवा गर्ने रक्षक कुरा, तर विवाहमा भन्न मिल्दैन। हाम्रो वैदिक साहित्यमा मिल्दैन। र हाम्रो संस्कारले, हाम्रो नेपाली सभ्यताले, नेपाली संस्कारले, हामीले मौलिकताले त्यो दिँदैन। त्यो नदिने कुराहरू कसैले गर्यो भने अब यस कुरो के छ भन्छ भने अब कहिलेकाहीँ मान्छेको मानसिकता चाहिँ परिवर्तन भइरहेको छ। काहीँ अब न्यायालयमा सानो न्यायालय कुरा फेरि पुनरावलोकन गर्न सक्ने पद्धति पनि छ। किन गरे भन्दाखेरि कुनै गरेको निर्णय गलत हो भने त्यसको बाहिरबाट के आउँछ, समाजबाट त्यस्तो प्रतिक्रिया के आउँछ, त्यो भनेर पनि फेरि त्यो पुनरावलोकनको पद्धति राखेको छ नि। कुनै एउटा न्यायाधीशले गर्नुभयो होला, कुन समय उहाँलाई चाहिँ अलिकति प्रेसर पनि थियो, घरको चिन्ता परेको थियो, त्यस्तो समस्या के परेर निर्णय गरे हो कि त्यो आफ्नो ठाउँमा त्यो अनुसन्धानको विषय हो। उहाँले गर्नुभयो होला, कहिले काहीँ मानिसको परिवर्तन हुन्छ नि, उहाँलाई गाली नगरौँ, तर उहाँलाई के भन्छु हामी भने तपाईँले पुनर्विचार गर्नुहोस् है, पुनर्विचार पद्धति छ त गर्नुहोस्। तर समाजको माग के छ, समाजको गति कता गइरहेको छ, समाजको गतिसँग गइएन भने गाह्रो हुन्छ। त्यसमा आफ्नो मौलिकता, हाम्रो सभ्यता, हाम्रो संस्कृति, हाम्रो जुन किसिमको एउटा सभ्यता छ त्यसलाई बचाउनुपर्छ, आफ्नो मर्यादा बचाउनुपर्छ। त्यस कारण हामीले अहिलेसम्म बुझेको यदि कसैले त्यस्तो बिना छ भनेर आए पनि विवाह शब्दमा त्यो समलिङ्गी विवाह छैन। अब अरू सुरेशको लागि भयो भने हुन्छ नि, माया प्रेम सबैलाई गर्न पाइन्छ नि, पाइँदैन। वस्तुलाई गर्छौँ माया प्रेम, सबै गर्छौँ, बोट बिरुवालाई गर्छौँ, ढुङ्गो माटोलाई गर्छौँ, ढुङ्गो माटो प्रेम घर घरमा बनाएर बस्छौँ हामी, प्रेम सबै हुन्छ। प्रेम र विवाह फरक कुरा हो, माया स्नेह फरक कुरा हो। विवाहको लक्ष्य भनेको सन्तति उत्पादन गर्ने हो, त्योभन्दा बाहेक गर्ने। यदि समलिङ्गीबाट सन्तान उत्पादन जन्मिन्छ भने हाम्रो भन्नु केही होइन भने त्यसमा चाहिँ अलिकति सोच्नुपर्छ भन्ने लाग्छ। यसको बारेमा अब अरू कुराहरू अब के मैले चाहिँ यति नै अनि यसको बारेमा अब कानुनको बारेमा हाम्रो साथीले भन्नुभयो होइन, कानुन त नेपालको कानुन अब यो वेद सबैभन्दा कुरामा वेद हो, वेदमै छैन। अनि त्यहाँबाट पछि त्यो वेदकै आधारमा तब भारतको आधारमा कानुन बनेको हुनाले, कानुन कस्तो भएको हुनाले त्यहाँ हुने कुरै भएन, र व्यवहारमा पनि हुने कुरा भएन। अब अरू अब बिहाको शब्दलाई चाहिँ विवाह तपाईँले म्यारिज भन्यो होला, म्यारिज र विवाह फरक हो। कसैले म्यारिज गर्छ भने आपत्ति रहेन, तर विवाह चाहिँ हुँदैन। म्यारिज गर्ला नि कसैले, म्यारिज र विवाह त फरक हो नि। कसैले म्यारिज गर्छ भने गरोस्, तर विवाह चाहिँ हुँदैन। विवाह शब्द हुँदैन, समलिङ्गी विवाह हुँदैन। कारण त्यो अब धर्मशास्त्रमा छैन, दुनियाँमा कुनै पनि शक्ति आएर गर्न सक्दैन। त्यस कारण अदालतले पुनर्विचार गरोस्। र अर्काको व्यक्तिगत स्वतन्त्र हामी हरण गर्न चाहँदैनौँ। ऊ साथीको रूपमा ऊ कन्ट्र्याक्टमा बस्न सक्ला, कसै नियुक्ति गरेर घरमा काम गर्ने मान्छे के गरेर फरक कुरा हो। तर विवाह भन्ने शब्द हुँदैन, विवाह समलिङ्गी विवाह हुँदैन। हाम्रो साहित्यमा अहिलेसम्मको यो धरोहर यो सृष्टिदेखि आजसम्मको जुन चलेर आयो अहिलेसम्म विवाहको परिभाषाभित्र त्यो पर्दैन। त्यस कारण यसमा मैले अब यो विवाह चाहिँ मैले भेटेको छैन। मैले यदि कसैले भेट्यो भने देखाएँ म त्यसको समर्थन गर्छु, तर मैले भेटेको छुइनँ। नभेटुन्जेल त आफ्नो कुरा राख्ने हो। र यसरी जुन त्यो संस्थानिक जुन किसिमको यहाँले यो एमएसी मिडिया एडभोकेसी फर्मले जुन काम गर्यो बहुत राम्रो छ। र यसमा हाम्रो लोकासले चाहिँ अगाडिदेखि नै जातुले भएको उहाँको यो अभियानमा चाहिँ हामीसँगै छ। अब हाम्रो स्टाफ हुन्छ, म सबै मित्रहरूले कुरा राख्नुभयो। त्यसमा चाहिँ के भने मुख्य कुरो के एउटा कुरा के सम्झिनुपर्छ, आफू चाहिँ जन्मिने अर्को नजन्मी भन्न पाइँदै पाइँदैन। मुख्य कुरा यो चाहिँ यहाँले बुझ्नुभयो भने धेरै राम्रो छ। यति भन्दै अब यहाँहरूसँग केही अरू अब धेरै समय नल्याउँ, अब हतार भइसकेको छ। अब अध्यक्ष महोदयले भन्दै बाँकी हुन्छ। यति भन्दै अब केही भन्दाखेरि केही अलिकति शब्दको चयनमा तलमाथि परेको अथवा केही समस्या आउँछ भने त्यसलाई अहिले अप्ठ्यारो छ भने त्यो चाहिँ मलाई फिर्ता गरिदिनु होला, म आफै ग्रहण गर्नेछु। यति भन्दै यहाँलाई यो नव वर्ष पनि भर्खर गइसकेको छु, पाइएको छैन। यो वर्ष विश्व परिवेशमा कसरी हेर्नु भएको छ, विश्व परिवेश अझै 15 महिना
15 मिनटसम्म विश्व परिवेश हाम्रो पक्षमा आउने भएको छैन। त्यो राष्ट्र होस् बाहिर होस्, अलिक समस्या छ। त्यसको बारेमा हामी सतर्क भएर अघि बढौँ, यही भन्दै यहाँलाई जुन आयोजना गर्नुभएको छ आयोजक मित्र धन्यवाद दिँदै र मित्र मिडियाका साथीहरूलाई, सबै साथीहरूलाई मेरो तर्फबाट न्यानो अभिवादन टक्राउँदै बिदा चाहन्छु। धन्यवाद।